आज चाहिँ म यहाँनिर मार्केट भिजिट गर्दैछु। यहाँनिर तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर के पाउँछ म तपाईहरुलाई देखाउँदै जानेछु। यहाँनिर आज मार्केट डुल्ने मौका मिलेको छ र डुल्दैछु। हेर्नुहोस् त यहाँनिर चाहिँ फ्रुट्सहरू चाहिँ हेभी पाउँदो रहेछ हो। यहाँनिर सब्जी फ्रुट्सहरूको चाहिँ यहाँनिर सबै कुरा पाउँदो रहेछ। यो चाहिँ मार्केट यतातिर माछाहरू पाउँदो रहेछ। क्या चिज मछली चाहिँ डल्लै मार्केट रहेछ ठुलो। यहाँनिर हरेक कुरा पाउँदो रहेछ। यहाँनिर सब्जीहरूदेखि गएर ड्राई फिस अहिले चाहिँ हामी सिर्फ भिजिट मात्रै गर्दैछौँ हो। अन्त खाएको चाहिँ छैन के किनेको चाहिँ छैन केही कुरा नि। अन्त यहाँनिर चाहिँ पान दोकान रहेछ। पान दोकानहरू पानहरू पाउँदो रहेछ। यहाँनिर मुरै चाहिँ अब आइटम रमाइलो रहेछ रमाइलो। यहाँनिर त देख्न सक्नुहुन्छ यहाँनिर ढाकी रहेछ के है केरा सबै हाम्रो उता कालिम्पोङ दार्जिलिङतिर हुने कुराहरू धेरै पाइँदो रहेछ। यहाँनिर अलिकति एक्स्ट्रा चिजहरू पनि रहेछ यता। कस्तो छ के छ म चाहिँ खासमा चाहिँ उताको र यताको चाहिँ के कस्तो हुन्छ डिफ्रेन्स के पाउँछ भनेर चाहिँ डुलिरहेको छु। तर लगभग मैले अहिले देखेको एउटै खालको चिजहरू छ। जस रमाइलो छ यहाँनिर घुम्नु लागि। यहाँनिर चिजबिजहरू पाउन सक्छन् लेडिसहरूको जेन्ट्सहरूको हातमा औँठीहरूदेखि लिएर सबै कुरा पाउँदो रहेछ हो। यहाँ फुलहरू सब कुरा पाउँदो रहेछ क्या। कन्डिसन रहेछ दामी दामी चेन्ज पिसहरू मजाको। अहिले हामी टक्कै यो सब्जी मार्केटहरूबाट चाहिँ निक्लेर चाहिँ अर्को जग्गा जाँदैछौँ। यहाँ चाहिँ अम्बो पानी चाहिँ परेर हो बिजोक भइरहेछ। यहाँ चाहिँ अब कपडा दोकानहरू चाहिँ हेर्नु कस्तो पर्छ कपडाहरू चाहिँ कपडा चेक गर्नुपर्छ। अब कपडा आएको कस्तो